हेलो गाइस, गुड मर्निङ तपाईँहरूलाई सबैजना। आज म भने ड्युटीमा जाँदैछु, हस्पिटल ड्युटीमा जाँदैछु गाइस। तपाईँहरूले हेर्नु सक्नुहुन्छ, म चाहिँ यो रोडमा हिँडेर जान्छु गाइस। हेलो गाइस, हेर्नु होला यहाँ दिन यस्तो छ सिलगढीमा गाइस। सिलगढीमा यस्तो दिन छ, यस्तो कालो कालो बादल छ यहाँ गाइस। पानी पनि पर्दैछ गाइस, हेर्नु होला गाइस। जग्गा छ गाइस, हेर्नु होला गाइस। तपाईँहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट यस्तो सब गरिदिनु होला गाइस। मेरो भिडियो मन पऱ्यो भने आज भने गाइस हाम्रो पिजीमा बत्ती पनि छैन गाइस। त्यो बिजोक भइरहेछ सिलगढीमा पानी परेर। आज बत्ती छैन, वाइफाई 2 दिन जस्तो बन्द भएछ गाइस, चलेकै छैन गाइस। म यहाँबाट डाइरेक्ट मेन रोड जान्छु गाइस। मेन रोड निस्केर त्यहाँदेखि सेवक मोड जान्छु गाइस। बत्ती पनि छैन गाइस, 2 दिन भइसक्यो बत्ती नआएको। बेलुकादेखि गएको, आज अहिलेसम्म बत्ती आएको छैन। वाइफाई पनि 2 दिन चलेकै छैन गाइस। तपाईँहरूकोतिर कस्तो छ, बत्ती छ कि छैन कमेन्ट भनिदिनु होला गाइस। यहाँतिर यस्तो छ, यस्तो बाटो छ गाइस। यस्तोमा हिँडेर जान्छु गाइस। म पर मेन रोड निस्केर जान्छु गाइस। त्यहाँदेखि पछि म जान्छु गाइस। म तपाईँहरूलाई मन्दिर देखाउँछु। उपर मन्दिर छ गाइस। उपर मन्दिर छ, तपाईँहरूले पनि देखाउँछु गाइस। म देखाउनेवाला छु गाइस। गाइस पानी पऱ्यो, त्यही कारण चाहिँ छाता खोलेर छाता ओढेको गाइस। गाइस मेरो ड्युटी त हस्पिटलमा 10 बजीदेखिको 7 बजीसम्म छ ड्युटी गाइस। गाइस उपर मन्दिर पुग्नु आएको गाइस। मन्दिर पुगेर देखाउँछु गाइस तपाईँहरूलाई म गाइस। अब हिँडेको मन्दिर पनि पुगेँ गाइस। म मन्दिरसँग तपाईँहरूलाई म मन्दिर देखाउँछु गाइस। उपर मन्दिर हिँड्नु गाइस। मन्दिर पनि देखाउनुहोस् तपाईँहरूले गाइस। तपाईँहरूले मन्दिर पनि देख्नु भयो होला गाइस। मैले देखाइसकेँ तपाईँहरूलाई। म भने अब 1 किलोमिटर जस्तो अब पर आँटिसकेको छु गाइस, पर मेन रोड गाइस। फेरि अझै एउटा मन्दिर देखाउँछु गाइस, तपाईँहरूले हेर्नु होला फेरि। आज मन्दिर बन्द छ, त्यही कारण तपाईँहरूलाई देखाउनु सकेन। म भरे आउँदाखेरि देखाउँछु होला गाइस। तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो कमेन्टमा भन्नु होला गाइस। गाइस मेरो फोन गरेर हेर्नु होला गाइस। यस्तो जग्गाहरू यहाँ सिलगढीमा यस्तो जग्गाहरू छ गाइस। यस्तो मैलाहरू छ गाइस। तपाईँहरूलाई के भन्न चाहनुहुन्छ कमेन्टमा भन्नु होला गाइस। गाइस अब सिलगढीमा भन्दा सिक्किममा राम्रो छ, सिक्किममा सफा छ गाइस। सिलगढीमा चाहिँ छैन त। गाइस यस्तो बाटो चिप्लो छ, म झन्डै लडेँ गाइस। यस्तो बाटो चिप्लो छ गाइस, म झन्डै लडेँ गाइस। तपाईँले के भन्न चाहनुहुन्छ कमेन्टमा गाइस भन्नु होला गाइस। एक दुई शब्द पनि गाइस। उपर देख्नु सक्नुहुन्छ गाइस। म जुम गरेर देखाउँछु। यो मेन रोड निस्किनु आँटेँ गाइस। मेन रोड पुग्नु आँटेँ गाइस। म भने गाइस अब म भने मेन रोड निस्केर पर निस्केर सेवकमा जान्छु गाइस। अब म गाइस यति जानु गएको छ गाइस। दिन यस्तो अँध्यारो भइरहेको छ गाइस। तपाईँहरूलाई म टाढै गएर कस्मोस पनि देखाउँछु, कस्मोस मल देखाउँछु गाइस। तपाईँहरूले टाढै गएर कस्मोस मल देखाउँछु, टाढै गएर गाइस हेर्नु होला। तपाईँहरूले हेर्नु कस्मोस मल देखाउनुहोस् होला गाइस। तपाईँहरूले म भने मेन रोड निस्किसकेँ गाइस। म भने पछि सेवकमा जानु आँटेको गाइस। अब म
मेन्यू पनि हुनुहुन्छ यस्तो नम्बर अब दुई तिन भिडियो